Hi everyone, आज चाहिँ हाम्रो स्वादको भान्सामा बन्दैछ कुखुराको पाङ्ग्रा फ्राई एन्ड आई फाउन्ड इट भेरी टेस्टी. सो लेट्स सी है त मैले कसरी बनाएँ यो पाङ्ग्रा फ्राई. एउटा प्यानमा पानी राखे, थोरै नुन एड गरेर पखालेर राखेको पाङ्ग्रा पिसेसलाई उम्लिनको लागि एड गरिदिएँ. 8 देखि 10 मिनेटसम्म बोइल भइसकेपछि यसलाई हामी निकाल्छौँ, पानी ड्रेन गर्छौँ अनि फेरि 2-3 पानी राम्रोसँग पखाल्छौँ र डिजायर्ड साइजमा काट्छौँ. पाङ्ग्रालाई बोइल गर्नुको मेन रिजन चाहिँ डिप क्लिनिङ होस् भनेर हो है, अनि टेस्ट पनि मिठो आउँछ. पाङ्ग्राको कटिङ सकिसकेपछि कराई तताउने, तोरीको तेल एड गर्ने, मेथी पड्काउने, तेजपत्ता फुराउने, त्यसपछि हामी फ्राई गर्छौँ प्याज ब्राउन भइसकेपछि एड गर्छौँ हामी थिचेको अदुवा र लसुन. अदुवा लसुनको काँचोपना मरिसकेपछि एड गर्छौँ पाङ्ग्राको पिसेसलाई अनि मजाले चलाइ भुट्छौँ. स्वाद अनुसार नुन राख्छौँ, भुट्छौँ, फेरि बेसार राख्छौँ, भुट्छौँ. त्यसपछि पालो टमाटर राख्ने, त्यसलाई पनि एकछिन त पाक्न दिनै पर्यो. यसरी भुट्दै गर्दा पालो आउँछ मसला राख्ने, जसमा मैले एउटा होममेड मसला एड गरेँ भने अर्को मिट मसला एड गरेँ अनि मजाले मसला मिक्स गर्दै भुट्दै गर्ने. जति भुट्यो उति मिठो. मेरो लोजिक चाहिँ डढाउन चाहिँ भएन धेरै बेर भुट्ने भन्दैमा. अनि रेडी हुने बेलातिर चाहिँ आई एडेड सम ग्रीन चिलिज अनि डल्ले खुर्सानीको धुलो पनि फेरि मिक्स गरे, चलाए, भुटे अनि 10-12 वटा लसुनको केस्रा पनि यसको स्किन पिल अफ गरेर एड गरिदिएँ, जसले चाहिँ अमेजिङ टेस्ट दिन्छ अनि मिठो बास्ना पनि. अब चाहिँ रेडी भयो हाम्रो पाङ्ग्रा फ्राई और भुटुवा. यो चाहिँ हामी खाजामा खान सक्छौँ और ड्रिङ्कसँग सर्भ गर्नको लागि पनि पर्फेक्ट हुन्छ. चोइस इज अल योर्स. Have a good day. See you in next. Bye.